भरे जोखेपछि गोस्खानेहरु अब दुई भाइ हो यो भयो नि त नि यो कलिलो छ भने हैन कलिलो रहेछ नभए छिपेको भने त धार छ नि त माथि कति पुग्यो यो गाउँघरमा सुकुर पाल्नु यसरी मे बिम्यालो त्यसरी सधैँ घिन्यो कसको पेट ठुलो खोइ त हेरौँ माइलोको ठुलो खोइ माइलोको ठुलो खाने छ खानसाकै होला नखाए पनि खाए जस्तै देखिने राम्रो राम्रो गर केटा हो नबिगार उसमा फेरि भरे अन्ध्रै चुटाइ पठाउँछु म भने तिमीहरूको खैरात छैन म चाहिँ मुखी मन फोर्नु जानिन सिक्यो यो चाहिँ झुन्डाउनु जिमा मोमो पामै म हो म झपी हो मातामा दाजुलाई चाहिँ खुब सही राखेछ सुँगुर पक्रिनुको लागि टोपी त्यस्तै ज्याकेट त्यस्तै जिन्दगी यस्तै त हो त के गर्नु मालिक हुनु सकेन हाम्रो बलिराजको भाइ अमिराजले चाहिँ सुँगुर फोड्दैछ हजुर खै त उ निकाल्नु छोटो गर्दै इच्छा भन्नु माटो राख्छ हैन उ त्यो छेउ राख जस्तो ए जेठा पल्लो के गाउँ हो पल्लो छालाखेसी बालाबेसी नकल दैबु छालाखेसी गाडी चोखाने भर्खर यहाँ त घाम झुल्किँदैछ उ हाम्रो काइलीबरी नपी नपी बुबले खाम या पक्रिदिनु पर्छ पक्रिदिउ चित्र खसेन के है खोइ मुखैमा भाइ त उडेर त हजुर यत्रो सच्याको कोन हलो यही अचानक अब खोइ के म पिटिन दुईटासम्म कर्न केटा चाहिँ बनामी खिच्छु नि न पैसा मानु र आकम ए म्याकी के यहाँ खोकाली कति बनायो अब म खिचिदिउँ न अब अनागा बनाम गावा चाहिँ ल्याउनु कहाँ कहाँ ठुलो मिनल त है सबैभन्दा क्यामेरा पनि अँ यहाँ चाहिँ है म मम्मी नि हुन्छ ल जाडो आज त जाडो बहुत छ हो जेठा अचानक कुहानुम जेठा हजुर हजुर अब ए ल इदा मात्रै गर्नु रहेछ त डोको कहाँ छ काका डोको लु त्यो लम्मै अब मैला हाम्रो दाजुले टाउको बनाउँदै हुनुहुन्छ यसपालि छोरोको बा हुने अरे ला गालो हुन्छ त्यसो नहुनु झन् छोरा भए पनि छोरा हुने हो छोरा त हुनै पर्छ छोरा हुनुपर्छ हैन गएको म टक्कसँगले ल बङ बङ मिटु स्योर गर्नुपर्छ टक्कसँगले बुढो मान्छे म पनि आउँछु चाले पैसा भन्नु चाहिँ हो नि मिटिलाई अंका बुबु थिए अंका बुबु दर चला उपस्थित छिन न थाइ मलाई कति अचानक कान्छ अचानकले पर्दैन होला न प्याची मन फोरसी अब कान्छ न त पिङा चितले तर अचानक चाहिँ ठुलो लम्बा छ के मुनि मन तु
बुसाइला पनि त्यही होला त मना छि दुईटा ढुट्टा एमएमसीएम ग्याङको कहाँ छि त ले इसे ढुट्टा एमएमसीएम ग्याङको ले छैन कस्तो सुर्केको रे बरिहरु अब मैले 800 रे ल ल 115 केजी आमका हाम्रो सबभन्दा ज्यान भएको चाहिँ हाम्रो काका यहाँ हुनुहुन्छ कान्छा काका खाउवा मात्रै हो सही कुरो पनि गर्छ खाउवा होइन ठिकै हो हाम्रा गाउँ यहाँनिर हाम्रो दाइ वारिपारि हाम्रो गाउँ आम्मामामा खतरा छ नि खाजा भाउ चाहिँ भाउजू आइपुग्नु भयो ए ल ल यता हाम्रो पनि मुखमा यत्रो मान्छेहरू ठुलो घाँस हाल्दैछ बुनलाई पनि खानु मन लाग्यो मिठो खालको छ मासु कतै टेस्ट भएको छ पकाइ राम्रो छ यसले त कम हो त तपाईहरु पनि खानु न गएर खानु चाहते man jangan bunu jangan apa बुझ्ने बेलले के खाँदा के को मन दुख्नु खुसीले नि अनि मूल घर मलाई त यो दोकानेतिर आको भन्थे अनि यहाँ आएर यत्रो ठुलो भयो भन्थे अनि मूल घरमा चाहिँ काइलाले पल्ला दे पारी भनेर रेन्टमा लिएर चाहिँ हाम्रो घरमा यहाँ पर बस्नु पर्छ आउने तल झरेर माथि जानु पर्छ भन्नु हैन अनि म चाहिँ पर्खिराख्छु बास्न गरेर आउँछन् अनि भरे बहिनी पो भाउजू भनेर फोनमा बोलेको थिए नि स्वर चाहिँ सुनेको थिए अनि त्यहाँदेखि यहाँ लिएर आउनु भएको ओ पर निनीमा जान्छ ओ निनी ओ निनी